यहाँ चाहिँ हाम्रो बोजू हुनुहुन्छ आज। बोजूहरूको हाम्रो दाइको भनौँ कि अङ्कल भनौँ कि बाजे भनौँ कि दाजु भन्न दाजु हाम्रो यता दाजुको र हाम्रो यता बडीको भिडियो बनाउनु गइरहेको छु होइन। अब भिडियो चाहिँ किन बनाउनु गइरहेको छु भन्दाखेरि चाहिँ मैले उहाँहरूलाई थमाउनै सकिनँ हाम्रो यहाँ बडीको छोरा भनेर उहाँलाई थमाउनै सकिनँ। किन भन्दाखेरि हाम्रो बोजू भन्दा हाम्रो बडी भन्दा बुढो देखिन्छ हाम्रो दाइलाई। निशा पानी बेसी खाएर पनि हुन्छ। अनि देख्दाखेरि मलाई अचम्म लाग्यो। आमा हत्ताकट्टा हुनुहुन्छ। तपाईँ अझै हिँड्न सक्नुहुन्छ मजाले है। तपाईँको परिचय दिनुहोस् न। हिँड्छु नि तल छोरा छ यता तपाईँको परिचय दिनुहोस् त बोजू। के हो तपाईँको नाम? गङ्गामाया गङ्गामाया राई। राई। तपाईँको? चन्द्रबहादुर राई। चन्द्रबहादुर राई। तपाईँ अहिले कति वर्ष पुग्नुभयो बोजू? म त पुगेँ नि 86 वर्ष भनेपछि तपाईँको उहाँ चाहिँ जेठा छोरा। अनि उहाँ चाहिँ तपाईँको छोरा चाहिँ तपाईँभन्दा बुढो देखिँदो रहेछ। ए के कारणले गर्दा यस्तो बुढो देखिएको उहाँ? अब भगवान जाने रक्सी बेसी खाएर होला। रक्सी बेसी खाएर? रक्सी गाजा निसा सबै खाने मैले। खासै झगडे। तीन निसाले गर्दा हो। अनि तपाईँलाई मैले त अचम्म लाग्यो। तपाईँलाई त बाउ म त उहाँ आमाको श्रीमान होला भनिरहेको थिएँ। पाइन्छ केही हुन्न त्यो। अनि म जस्तै अरू पनि झुकेको छ कि छैन? खोइ झुकेको छ कि छैन थाहा छैन मलाई त। होइन अरूले यसो हेर्दाखेरि के आमा आमा र छोरा त बराबर देख्दो रहेछ भन्छ भन्दैन? भन्छ भन्छ पछि भनिदियो भनेपछि ए कतिले त्यसरी भन्छ मैले जस्तै? ए मै मात्र झुक्यो हो कि बा भनेर थुप्रै झुकेको छ। थुप्रै झुकेको छ। थुप्रै झुकिरहेछ है। अनि तपाईँ त आमा भन्दा तपाईँ अहिले कति वर्ष पुग्नुभयो? तपाईँ 12 साले कि कति साले हो? 12 साले। 12 साले। हाम्रो यता बढी कति साले तपाईँ? 2000 साले? 15 साले। 15 साले। खोइ त्यसैले थाहा छ मलाई। 15 साले होइन उहाँ तपाईँ 2000 साले हो भने चाहिँ 85 86 पुग्दा 19 अहिले 2082 भने चाहिँ तपाईँ अहिले 1998 94 साले हुनुपर्छ तपाईँ होला। भने पछाडि तपाईँलाई तपाईँको श्रीमान हो भनेर कतिजनाले झुकिँदाखेरि तपाईँलाई चित्त दुख्दैन? त्यो भनिहालिन्छ। भनेको छैन म त सुनेछु। उहाँलाई भन्नु हुँदो रहेछ। अनि त्यस्तो झुकिँदा मान्छे झुकिँदाखेरि तपाईँको मन दुख्दैन? के भन्दा म भनिदिन्छु यसो भनेर भनिदिन्छु नि पछि। यस्तो गर्नुहोस् त। तपाईँको दाँत त एउटै छैन रहेछ। उहाँ आमाको झर्झलियो छ। रक्सी र गाजाले गएको। के कारणले तपाईँको दाँत लडेर झार्नु भएको? के भएर? आफै झरेको? गाजर रक्सीले अलि झर्दै झर्दै झर्दै। ए भनेपछि तपाईँले बिहे गर्नु भएको छ कि छैन? छैन। किन नगर्नु भएको त अनि? त्यतिकै बुढो भयो। किन अनि यसो धोका दियो रे अनि? ए केटीले धोका दिएर बिहे नगर्नु भएको? किन चाहिँ अनि कसरी चाहिँ धोका दियो त केटीले? उसका बाउले अर्कैसँग बिहे गरिदियो। भनेपछि तपाईँ केटीसँग लप पर्दै थियो? परेको एकदम परेको। अनि भने पछाडि तपाईँले त्यो केटीको घर कहाँ र कहाँ भेट्नुभएको तपाईँले त्यो केटीलाई? तल्लो भन्सार। पुरानो भन्सार भनेको यो कहाँ भिट्टा रह्यो? कहाँ भिट्टा केही केटी? ए तपाईँहरूको चाहिँ कहाँ भेट भएको थियो पहिले र कहाँ चाहिँ तपाईँहरू मिल्नु भएको थियो पहिले तपाईँलाई याद छ? नक्सलमा पहिला देखादेख भएको। ए भनेपछि नक्सलमा देखादेख भएको। के जातको केटी? बस्नेत छेत्री। ए तपाईँ राई ऊ बस्नेत? कति वर्षसम्म तपाईँहरूको माया पिरती भयो त? भयो। कति 2-3 वर्षसम्म तपाईँहरू लभ गर्नुभयो कि कति वर्ष लभ गर्नुभयो? त्यस्तै हुँदा हुँदै उसको अर्कै। अनि तपाईँको अर्कैसँग बिहे भयो। अनि तपाईँको उहाँ पहिलेको गर्लफ्रेन्डसँग शारीरिक सम्बन्ध नि भयो? भएन देखादेख मात्रै।
ए देखादेखि मात्र भएको मात्रै देखादेखि त्यतिमै तपाईँ अनि लट्ठरममा पर्नु भएको त्यतिमै 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 ए भने पछाडि तपाईँले किन चाहिँ बिहा नगर्नुभयो भन्दा तपाईँलाई धोका दिएर चाहिँ बिहा नगर्नु भएको सही पुरानो घरसम्म थियो अरे उसको घर भन्छ ए अनि तपाईँले माग्नु जानु भएन अनि छोराको लागि त्यति बेला भनेन त्यसले भनेन पनि थाहा पनि थिएन पछाडि भनेको ए भनेपछि तपाईँ एकरो माया एक कुरो माया अनि तपाईँले अब उहाँलाई के भन्न चाहनुहुन्छ यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँको परिचय दिनु कहाँनिर बसोबासो भनिदिनु त लु तपाईँको ठ्याक्कै तपाईँको ठाउँको नाम भनिदिनुहोस् काँक्रेभिटा यो ठाउँलाई के भन्छ बर्मेटोल बर्मेटोल तपाईँको नाम फेरि एकचोटि भनिदिनुहोस् त चन्द्र चन्द्र के हो राई राई तपाईँको गर्लफ्रेन्डको नाम थाहा छ तपाईँलाई शशी शशी के हो बस्नेत ए बिहा चाहिँ कहाँ भएको थाहा छ उसको अँ त्यो थाहा छैन थाहा छैन भनेपछि पश्चिममा कहाँ भयो ए भनेपछि तपाईँ उहाँलाई पुरा मन पराउनुहुन्थ्यो एकदम अनि उहाँले चाहिँ मन पराउनु हुन्थ्यो हुँदैन त तपाईँलाई जति उसले नि मन पराउनुहुन्थ्यो भराएको अनि किन चाहिँ तपाईँहरू छुट्नु भएको त त्यस्तै उसको आमा बाउले अर्कैसित बिहे गरिदिएपछि के लाग्यो के लाग्यो भने चाहिँ अनि तपाईँले त्यतिखेर बिहा गरौँ मसँग भनेन भनेन केही पनि भनेन देखादेखमै बितेको देखादेखमै बितेको देखादेखमै अनि कुराकानी नै भएन कुराकानी पनि भएन भेटघाट पनि भएन भएन यो कस्तो माया अनि यो कस्तो माया अनि देखादेखि नै नहुने भेटाभेट नहुने कस्तो खालको माया हो कस्तो खालको माया यो दुई लम्बरी गर्थ्यो त्यतिखेर झुला जाँदा त्यसलाई देखेँ त एउटा कुकुर बोकेर आइहाल्थ्यो अरे अगाडि पछाडि यसले सोध्दैन नि यो बेकार ए मनमा मात्रै मन परायो सोध्नुपर्छ होइन बोल्नुपर्छ यही नै गमन अनि त्यति अर्कोसँग बिहा भयो अहिले कता गयो गर्नु कता गयो तले पश्चिममा कता पश्चिमतिर हो पश्चिममा बिहा भएको अनि फेरि जानु मन लाग्दैन तपाईँलाई के जान्छ अब के उसलाई पनि ऊ धोका पाएर ऊ एक्लै बसिरहेछ अरे भन्छ उहाँ पहिलेको श्रीमानले नि छोड्नु भयो छोडेर उसको एउटा छोरा छ भनेपछि तपाईँ अहिलेसम्म पनि निधि खोजी चाहिँ गर्नुहुन्छ अहिले वास्तव कुनै लागेन कसरी थाहा भयो त तपाईँलाई अनि अर्कोले छोडो बुढाले पहिलेको बुढाले त्यो भन्दैछ साथीहरूले भनेको नि साथीहरू उनीहरू जान्दछन् उनीहरू कता कता अझै पनि अनि याद आउँछ अहिले चाहिँ याद सबै कुरै भुलियो भुल्नुभयो यसो याद आउँदैन गाना आउँदा चाहिँ याद आउँछ कुन चाहिँ गानामा तपाईँको लभ परेको आज से पहले आज से याद जान पनि जानै छ गुरी तेरे गाउँ बडा प्यारा अनि तपाईँ कतिचोटि जानुभयो त उहाँको गाउँमा हेर्नुलाई उहाँको गाउँमा त सधैँ गइरहेको थिएँ हो र भनेपछि तपाईँले एउटै केटीलाई बिहा नगर्नु भएको ल्याउनु त सकेन अम्म नि त अनि अब यो अवस्थामा तपाईँलाई पुर्याइदिने तपाईँको लभ प्रेमीलाई के भन्नुहुन्छ तपाईँलाई त बुढा कन्या बनायो हजुर बुढे कन्या बनायो अब तपाईँ के भन्नुहुन्छ त बुढे कन्या बनाएपछि उहाँलाई के भन्नुहुन्छ तपाईँ के सन्देश दिनुहुन्छ अब कहाँबाट सम्झिन्छु हजुर अब कता छ होइन सुनिहाल्नु भयो भने तपाईँ के भन्नुहुन्छ शशी यसो के भन्नुहुन्छ ए शशी के छ कसो छ हौ म त आजसम्म तिम्रै आशामा छु भनिदिन्छु अझै त्यसरी भन्नुहुन्छ त्यसै भनिदिन्छु म अनि आयो भने बिहा गर्नुहुन्छ अब के होला त्यस्तो आइहाल्यो भने बिहा गर्नुहुन्छ त्यो त अब लु ओके भनिदिन्छु होइन लो के भन्दा नि तपाईँलाई साँच्चै ल ठिक छ यो भिडियो उहाँसँग पुगेर तपाईँलाई होइन फर्केर आयो भने म तपाईँसँग बिहे गर्छु मर्छु बाँच्छु भनेर आयो भने तपाईँ के भन्नुहुन्छ कि तपाईँ ओके एक्सेप्ट गर्नुहुन्छ त्यसरी नै एक्सेप्ट गर्नुहुन्छ तपाईँ गर्छु गर्नुहुन्छ अर्काको घर गइसकेकोलाई एक्सेप्ट गर्नुहुन्छ कोही त अब त वास्ता पनि लाग्नु छोड्यो वास्ता लाग्न छोडो अनि आउँछु भने ल्याउनुहुन्छ त आउँछु भनेको अब त्यतिखेर भइजान्छ नि ल्याउनुहुन्छ ल्याउनु न आउँछु भन्यो भने
त्यो खोइ अब त्यो छ कि छैन होइन छ भने आउँछु भनेर ल्याउनुहुन्छ लु आउँछु नि ओके भनिदिन्छु म तपाईँ के भन्नुहुन्छ ल्याउँछु भन्दैछ छोराले बुहारी आउँछ भने ल्यायो भने ल्याओस् न त ल्याउँछु भन्छ भने ल्याउँछ ल्याओस् अँ, अनि छोराछोरी पनि त हुँदैन होला नि त अब भयो भने उनीहरूको भाग्य नि आउँदैन हो छैन अब अर्कोसँग गइसक्यो कहाँ आउँछ यो? फेरि आउँछु यो भिडियो देखेर आउँछु भन्यो भने आउँछु भने आओस् आयोस् अँ, भनेपछि तपाईँ छोराको लागि त्यति गर्नुहुन्छ तपाईँको पनि मागी बिहे कि भागी बिहे हो मागी बिहा मागी बिहे हो ए बरु दुखु लन्ड्याङ भएर छोरो घुमी हिँड्नु भन्दा तपाईँले नि मागी बिहे गरिदिनु पर्छ नि त बढी खोइ त अब त्यसको भाग्यमा अब पहिला पहिला भनेन के त अनि ए पहिला पहिला भनेन मुटुमै राखेको मुस्कान मात्र दिएको मुस्कानमा खालि म गयो, तिमीलाई मन पराउँछु नि भन्नु भएन आयो, भएन। बस्यो, अनि ए छाप दिएको भए पो त। त्यति बेला त साथीको केही हुन्थ्यो होला केही भनेन उसको मनमा राखेर के गर्ने अनि थाहै भएन। तपाईँको घर चाहिँ कहाँ हो माइत बर्मा हो नि हामी त बर्मा। बर्मा आएको बर्मालुबाट आएको ए अनि लैले तपाईँको म लैले म। बुढाको नाम श्रीमानको नाम चाहिँ अर्कबहादुर हर्कबहादुर राई अर्को बाजु राई। त्यो छ नि फोटो। ए अनि तपाईँको घरमा माग्नु आउँदा बुढा तपाईँ श्रीमान माग्नु आउँदाखेरि कतिजना मान्छे लिएर आउनुपर्छ तपाईँलाई याद छ कहाँ माग्नु आउँछ त्यो हाम्रो आमाले सुत्तै दिपठाएको ए नमागी तपाईँलाई डाइरेक्ट पठाइदिनु भयो मलाई थाहा थिएन आमाले सुत्तै ज्वाइँ मन परेर दिपठाएको क्या ए अनि त्यस्तो तपाईँ भएको तपाईँ पनि अनि मानेर गइहाल्नु भयो त्यो अब त्यति बेला थाहा भएन पछि गइसकेपछि अनि जानै पर्यो त अब गएपछि त ए होइन? भनेपछि तपाईँले उहाँ तपाईँको घरमा ल्याइसकेपछि उम्, अनि माइत ए मैले मलाई चाहिँ बिहा गरेर दिएको रहेछ थाहा भयो हौ त्यस्तो भएको क्या ए। आमाले दिएको आमाले मन पराएको ज्वाइँलाई साह्रै पहिलादेखि हजुर मेरो दुईजना दिदी हो एकजना ठुलो दिदी खस्यो माइली थियो माइली पनि अर्कोसँग हो अनि त्यो कान्छी छोरी चाहिँ दिएको नि आमाले अनि तपाईँलाई तपाईँको श्रीमान पहिलोचोटि देख्दाखेरि राम्रो लाग्यो खोइ के लाग्यो लाग्यो त्यतिखेर चाहिँ सानै त थिएँ म त होइन र पनि राम्रो लाग्यो लागेन राम्रै लाग्यो त आयो होला नि ए भनेपछि तपाईँको सिधै हो नि केही नखाने निसा पानी देउतै हो नि अब ए। श्रीमान त्यसको बाउ त निसा साह्रै पानी केही राम्रो। खाँदैन थियो ए त्यस्तो भएको आमाले चाहिँ मन पराएर साह्रै मन पराएर फ्यामिली नदिने आमाको अच्छा। बहिनीले हजुर आमाले चाहिँ सुत्तै भगाइदियो टाढै पठाइदियो नि त त्यस्तो भएको क्या म त सानै थिएँ ए भनेपछि तपाईँहरू बर्माबाट यहाँ आउनुभएको चाहिँ कति भयो हामी 21 सालमा आएको 21 सालमा अहिले कति बर्मा भयो? राम्रो कि यता राम्रो अब जहाँ बस्यो त्यही राम्रो नि अब बर्मा त अर्काको देश हो यो भनेको आफ्नो देश हो होइन ए यही राम्रो कसले चाहिँ तपाईँलाई यता आउनुपर्छ भनेको त पहिला हाम्रो महेन्द्र राजाले ल्याएको हो नि त ए बर्मेलीले दुःख पायो उहाँले अब घरमा लग्यो उहाँ उनीहरूको उसमा चल्नु पर्ने आफ्नो उसमा चल्नु नपाउने भनेर अनि ए बनाउनु पर्ने आफ्नो जात भन्नु नपाउने जसुकै जोसुकै त्यो उनीहरूको भनेपछि अनि हुनुपर्ने त्यो क्या। अनि बाउलाई मन परेन त्यस्तो भएपछि हाम्रो आफ्नो उस नछोड्ने धर्म नछोड्ने भनेर राजाले अनि ल्याएको हो नि हाम्रो राजाले महेन्द्र ल्याएको महेन्द्र राजाले। महेन्द्र राजाले ल्याएको ए 21 सालमा भनेपछि त कति वर्ष भयो अहिले त जुग बित्यो नि 21 सालमा भनेपछि 50 साल भयो अनि 50-60 साल भएछ 21 59 वर्ष भएछ अनि 59 वर्षको तपाईँको यो नेपालमा बसोबास रहनसहन कस्तो भयो त बोजू बढी अब त्यस्तै हो नि कहिले दुःख हो अब पहिला पहिला दुःख थियो अहिले त अब छोराछोरी बढ्यो बिहा भयो होइन हजुर अनि राम्रै छ छोराले गरिरहेछ यो यहाँ भएको माइला काइला हो तल त्यो मेल छ नि हजुर मेल भएको काइला हो हजुर त्यो पनि काइला छोरा मेलले नै अगाडि छ नि हजुर। सूर्य त्यो यो जे छ त्यो माइला हो ए भने पछाडि तपाईँको छोरा 4 भाइ 5 ए 5 भाइ कान्छो भाइ ए कान्छो छोरा काठमाडौँ छ अनि तपाईँलाई नि बे छोरा मान्छेले बे नगर्दाखेरि कन्ने नै छु जस्तो भर्खर नै छु जस्तो फिल हुन्छ अरे होइन महसुस हुन्छ अरे हुन्छ। अनि छोरा मान्छेलाई बिहा गरिसकेपछि भनेको
बुढो भएको फिल भए पनि है म तन्देरी छु भन्ने हुन्छ अरे। तपाईँ त अब बिहे त्यो नगरेको मान्छे होइन, अब तपाईँको त अब रोगले गर्दा दाँत पनि झरेछ होइन। अब तपाईँलाई रोगले होइन त्यो बेसी गाँजा खाएर होला। गाँजा खाएर होला। अनि तपाईँलाई यत्रो उमेर यसो ऐनामा कहिलेकाहीँ हेर्नु छैन न, ऐनामा आफ्नो अनुहार जानिन्छ ऐनामा अनुहार हेर्नुहुन्छ अनि के महसुस हुन्छ तपाईँलाई? ठिकै छ दुःख लाग्छ लाग्दैन आफ्नो अनुहार हेर्दा ऐनामा? लाग्दैन लाग्दैन? म बुढो भएपछि बिहा नगरी मेरो बिहा गरेर छोराछोरीहरू हुन्थ्यो भनेर मन दुख्दैन? दुख्दैन दुख्दैन? उसलाई एक सौ एक बोक्छ। ए भन्छ त्यस्तो हुँदैन तपाईँलाई? एक सुक एक बोक। ए सबैको छोराछोरी छ, मेरो चाहिँ भएन, चित्त दुख्दैन? दुख्दैन सबैको छोराछोरी म आफ्नै छोराछोरी मान्छु भाइको छोरा नातिनी मान्छु बस ठिकै छ भन्छ अनि तपाईँलाई अब अझै पनि मनले त बुढो भएको भन्ने हुँदैन होइन, हुँदैन अनुहार मात्र बुढो हो होइन, हजुर दाँतहरू मात्र बुढो। अनि तपाईँलाई भर्खरको हुँ लाग्छ लाग्दैन? खोइ अब भर्खरको हौ भनेर होइँदैन होइन, हुनु चाहिँ मन लाग्छ लाग्दैन? अब हुनु त त्यो बुढो भए त कहिले पनि भन्दैन मनले त ए बुढो भने भन्दैन, भन्दैन तन्नेरी नै हुँ जस्तो लाग्छ। लाग्छ ए बाजा गानामा पुरा एक्सपर्ट छु फेरि ए गाना पनि गाउन आउँछ? कुन चाहिँ गाना आउँछ तपाईँलाई? हिन्दी गाना पुरा राम्रो बजाउँछ। हिन्दी गाना आउँछ लु एउटा गीत गाइदिनु त लु मिठो। ल तपाईँको लु कसलाई मन पराएको थियो त्यो केटीको गीत मिठो गाइदिनु त लु। जब दीप जले आना जब शाम ढली जाना संकेत मिलन का भूल न जाना मेरा प्यार न बिसराना यो गीत चाहिँ कहिले गाउनु भएको? यो खास गायक यो हजुर खास गायक यो यशोदास हो ए भान्जे तपाईँलाई गीत फिल्मको नाम चाहिँ चितचोर हो ए तपाईँ चाहिँ दिलचोर। दिलचोर तपाईँ म चाहिँ दिलचोर कोही चितचोर म दिलचोर तपाईँलाई चाहिँ तपाईँको दिल चोरेर चाहिँ तपाईँ बेकुब हुनुभयो, बिहा गर्नु भएन। गरिएन हेर हेरमै तपाईँको माया बस्यो, हारे हेरमै जिन्दगी कट्यो हेर त। कट्यो यो घमण्डी हो नि, केटीले त धेरै पछाएको तर यसले नै वास्ता नगरेर। यो घमण्डी मान्छे क्या? यता पुरा घमण्डी। उसको भाग्यमा थिएन होला, त्यसो होला। अब तपाईँलाई बुढो हुँदाखेरि आमभन्दा बुढो भन्दाखेरि चित्त दुख्छ दुख्दैन? अब त्यो के होइन तपाईँ भित्री मनबाट भनिदिनु, तपाईँको आमा होइन तपाईँभन्दा भर्खर देख्छ, कसैले त्यसरी भन्दा चित्त दुख्छ दुख्दैन? हुँदैन बुझाउँछु होइन ढाँट्टी भन्छ चित्त दुख्छ दुख्दैन भन्नु त? चित्त दुखाउँदैन म होइन नढाँटी भन्नु नि हो, नढाँटी है। हल्का त चित्त दुख्छ होला। हल्का त है साला बुढो भने भन्छु त्यो फेरि वास्ता दिन्न बुढो भन्यो भन्छु के भन्छ अरे? बुढो भनिराखोस् वास्ता दिन्न हजुर तपाईँलाई बुढो हुनु मन लाग्दैन? बुढो हुनुको कसलाई मन लाग्छ र बुढो हुनु त कसैलाई पनि मन लाग्दैन हामी पनि बुढो हुन्छौँ होइन, हामी बुढो हुन्छौँ भनेपछि तपाईँलाई बुढो हुनु मनै लाग्दैन? अनि तपाईँलाई तरुनी केटीहरू 18-17 वर्षको केटीहरू नानीहरू देख्दा तपाईँलाई यसो म पनि यस्तो गर्लफ्रेन्ड बनाउनु पाएँ भन्ने लाग्छ लाग्दैन? त्यो त लाग्छ नि लाग्छ है। भनेपछि तपाईँलाई 17-18 केटी नि गर्लफ्रेन्ड बनाउनु पाएँ भन्ने हुन्छ? हुन्छ अनि तपाईँ त उहाँ 18-17 वर्षको नानीहरू भने तपाईँ त त्रिबल ठुलो हो, अनि तपाईँले त्यसरी त अनि पाप चिताउनु भएन नि त? दाजु चिताउनु हुँदैन मान्छे चिताउनु नभए नि मन चाहिँ पापी होइन त? मन त पापी नै आँखा लोभी मन पापी। आँखाको डोबी मन पापी चाहिँ त हुन्छ भनेपछि तपाईँलाई कुनै केटी आएर बिहा गरौँ भने बिहा गर्नुहुन्छ तपाईँ? कहाँ भन्छ होला त अहिले केटीहरूले बाइचान्स म तपाईँसँग बिहा गर्छु भने बिहा गर्नुहुन्छ त? त्यसो भन्यो भने त पछि हट्दैन नि जग्गा जमिन कति छ त? जग्गा जमिन त बगरैभरि छ यता पनि छ बिहा गर्नुहुन्छ अरे
अब यहाँ भिडियो बनाउँदैछु बडाले अब यहाँ भिडियोमा तपाईँ के भन्नुहुन्छ कुनै केटी बिहा गर्ने इच्छुक हुनुहुन्छ भने तपाईँसँग सम्पर्क गर्नु परेन त हो के भन्नु सम्पर्क गर्नु पर्यो अनि तपाईँको त भर्खर दाँत पलाउने उमेर भएको रहेछ नि त भन्यो भने के भन्नुहुन्छ अनि बडा केटीहरू के हो त खै बोल्नै हुनु त बडा किन नबोल्नु भएको होइन जवाफै छैन त अनि भन्छ एउटा बाहुनले तपाईँलाई बाहुनीले मन चोरेर लगेको त्यतिकै तपाईँ जिन्दगी बित्यो अब भन्छ अरू यताउति केटी खोज्नु भएन खोजिएन भन्छ तपाईँ जस्तै एकतर्फी माया लाउने मान्छेहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ तपाईँ नि तपाईँ जस्तो एकतर्फी माया लाउने जिन्दगी यसरी कटाउनेलाई के भन्नुहुन्छ त के भन्नु र अब के भन्नुहुन्न त्यो पटाउने भयो भने त ओके छु नि तयार छु तयार अझै पनि अब त तपाईँ त नि 70 वर्ष पुगिसक्नु भएको मान्छे हो अझै जोस चल्छ अब सबै हराए पछि अब पछो जति थियो पहिला थियो हजुर अब चाहिँ केही मतलब छैन भन्छु म ए आमा छ भाइ छ सबैले हेरिहाल्छ पुऱ्याइरहेछ फेरि निसा पानी चाहिँ अझै छोडेको छुइनँ है केही पनि ए निसापानी सबै खानुहुन्छ गाँजा खान्छु त्यो पाउँदैन त्यो रक्सी चाहिँ पाइन्छ रक्सी बेलुका त अलिकति रक्सी सक्दैन नि खान्छ नि ए भने पछाडि रक्सी चाहिँ खानुहुन्छ अझै पनि हजुर भाइ ल्याएर राखिदिन्छ तपाईँ त निसा पानी केही खानुहुन्छ म त खाँदिनँ नि हेर्दै ए खाँदैन तपाईँलाई हेर्दै हेर्दै नै खाँदैन म त केही खाँदिनँ के मतलब हुन्छ खानु पनि होइन खानु चाहिँ फेरि तपाईँ जस्तै निसा पानी खायो भने तपाईँ जस्तै फेरि मेरो बिहे नभई बुढो भयो भने सही हो कि कसो हो त त्यस्तै भयो भने के गर्नु फेरि त्यही त अब अब अहिले त हामीले यसो मैयाहरू चाहिन्छ बिहा गरेर तपाईँलाई पनि त अनि यत्रो 70 वर्ष पुग्दाखेरि त छैन 70 वर्ष पुग्दाखेरि नि तपाईँलाई अझै चाहिने अरे मैया भने चाहिँ त हामी भर्खरको हो त तपाईँले गर्नुभएको छैन नि अब खोइ त अब तपाईँले बिहा गर्नुभएको छैन रहेछ अब के गर्नु म त्यही त तपाईँले बिहा गर्नुभएको छैन मैले के गर्नु अब ओ यसो हुन्छ कि कसो अब तपाईँ जस्तै हुने म पनि ए के गर्नु भन्नु त के सुझाव सल्लाह दिनुहुन्छ तपाईँ तपाईँ अब तपाईँको इच्छाले त्यो हुनु भयो भने के सल्लाह दिनु होइन अब तपाईँ के भन्नु निसा पानी खाने मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ अब त्यो मै खान्छु अब नखानु भन्ने कुरा आएन आफू नखाएदेखि त नखानु यस्तो हो उस्तो भन्ने अब आफैलाई हुन्न उपाय नखाइकन बेलुका त चाहिहाल्छ नि अलिकति भनेपछि अब तपाईँलाई बेलुका चाहिँ चाहियो तपाईँ त अलिकति पनि खानुहुन्न नि यसो पनि म त खान्छु तर कहिले काहीँ खान्छु ए त्यो फेरि तपाईँलाई देखेर म अझ खानै मन लाग्नु छोडो ए त्यो तपाईँ जस्तो निसा पानी राम्रै खायो हो भने तपाईँ राम्रो राम्रो चिज खानुहुन्छ भने त्यही राम्रो नि तपाईँको त। तपाईँले जस्तो निसा पानी खायो भने मेरो पनि बिहे भएन भने के गर्नु अनि? तपाईँको त्यो कति क्लाससम्म चाहिँ पढ्नु भएको म त 10 सम्म म त 6 क्लास बिग्रेर स्कुल छोडिदिएँ ए 6 क्लास बिग्रेँ कि अँ। बिग्रेर त्यहाँबाट त्यतिकै ए 6 क्लाससम्म पढ्दा कोहीसँग लभ पर्यो तपाईँको त्यतिखेर कोही पनि पढेको कोही परेन भनेपछि तपाईँको नक्सलमै लभ परेको तपाईँ हेर हेर त्यति नि त्यति नै भनेपछि तपाईँको जोबानी लगो फोकटमै ए के भन्नुहुन्छ त लास्ट अब के भन्न चाहनुहुन्छ तपाईँ अब के के सन्देश दिन चाहनुहुन्छ कसलाई सबैलाई सन्देश त अब यस्तै हो भाइ छ बुहारी छ नाति छ नातिनी छ सबै आमा छ म यसैमा खुस छु भनेपछि तपाईँलाई त्यही पुग्यो पुग्यो यति भयो मलाई धेरै पुग्यो भने